पाल्पा स्थित कान्तिपुर कर्मी माधव अर्याललाई राष्ट्रिय फोटो पत्रकार समूहले फोटो पत्रकारिता अवार्ड प्रदान गरेको छ। राष्ट्रिय फोटो पत्रकारिता दिवस तथा राष्ट्रिय फोटो पत्रकार समूहको 27औं वार्षिकोत्सवका अवसरमा समूहले लुम्बिनी प्रदेशबाट उत्कृष्ट भए बापत अवार्ड प्रदान गरेको हो। राजधानीमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवेन्द्र घिमिरे, ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्री दीपक खड्का, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीप राज बन्तले अवार्ड र प्रमाणपत्रले सम्मान गरेका छन्। अर्याल कान्तिपुर दैनिक, कान्तिपुर टेलिभिजन र कान्तिपुर एफएममा समेत कार्यरत छन्। अर्यालसँगै विभिन्न 8 विधा र प्रदेश स्तरीय उत्कृष्ट पत्रकारलाई समेत अवार्ड प्रदान गरिएको छ। सोही अवसरमा फोटो पत्रकारिताका अगुवा देवेन्द्र मानसिंहलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ।